हामी यस्तो पत्तुर भएर आइयो राम्रो हो र छिरा ढोलक फिल्ड कता हो र ए कस्तो स्कुल पनि सुनसान ठाउँमा होइन क्यान्टिन पनि यहीँभित्र होला न होला हामी त फर्स्ट टाइम आइसक्यो के भनौँ तँलाई मैले घरै छैन स्कुलको होला घर छ त यार कि बेइज्जत नगर न देखेन त्यो तलमा त अब होला नि अब हामी सिधै यहीँ आइस अरू यहाँ आइसके रहेछन् कस्तो लाग्यो म कहाँ जान आउने म त्यही माथि जान्छु भनेर हिँडेको स्वागत छ मेरो भ्लगमा ओके कस्तो लाग्यो अब नि भर्खर कहाँ एक्लै आएको छ आएको मान्छेले यस्तो कपडा लगाएर आइयो मान्छे अब 3 जना लिएर जान्छन् तिमी कस्तो आएको म 3 गाडीमा आएको खेलेला नि त बेइज्जत गरेको नि हिजो तिनीहरूले तिमीहरू गएन त्यता ओ युवराज छोरा कस्तो आएको छोरा कस्तो आएको यही गाडीदेखि कि छोराको खोल्दा मिसेर आएको होला 2-3 जना मिसेर 2-3 जना अब फेरि आएको कति हजारको र 20,000 के अरे ट्रफी नि हो होला नि हामी आइफोन युजहरू नि अझ थाहा किन कहाँको गरी हो यो कस्तो टिम बतासे बसेस छोरा खोल्दा सब मिसिएछ नि कोन होइन 4 नम्बर साउनेकोले कोल्दारा त यो त सर्भिस गरेको कोल्दारा साउनेको त यो 1 नम्बर हो सबै मिसिन्छ नि त ल शुद्ध इज्जत यो त जान्नेको चिगुरी जान्ने कसको छोरो भनौँ नाम यिनको मम्मी नाम गोमा हो गोमा छेत्री त्यही अस्ति हामी पेट्रोल राख्न उत्रेको थियौँ भन्नाले रोकेको थियौँ हो त्यही घरको हो त्यही त पचासी राखिदियो नि केटाको नाम दिएको उताको होइन के लेख्छ चोरगोट कहाँ चोरगोट चोरगोट अनि उता के ठेकातिर ठेकाना तल क्या बात कर रहे चोरगोट भन्ने चोरगोट हो खासमा नाम गोठ हो क्या गोठ चोरगोट भन्ने उता हो क्या सोमबारतिर क्या आरमाउतिर हो क्या नाम ल्याइदिएको थियो यार के अरे सुन को हरियो थियो 7 नम्बर बेसी सहर नगरपालिका गरे जर्सिङ सब रङ्गी बिरङ्गी छ के यार सब नगरपालिका पनि
रामेल पहिला जस्तो हान्नु बुढो भयो बुढो है मलाई जेठो जेठो त थाहा त के कचोरी घर तिन गएर सकेनन् गरे हिँड्दै त रान्दै क्या बुढो भयो पहिले कि मेरो आइपुग्यो कस्तो त्यत्रो आइले त्यत्रो छ दोनसम्म तिमीले भनेर हुन्छ नि ए यार तिमी नगर त्यसलाई उहाँमा हामी बाइक ओर्ने अगाडि बोलाउनु काम लागेन कसलाई तर स्कुल खुल्ला हुँदाखेरि यहाँ त म्याच त हुन्न यहाँ भन्नुभएको बेला त होला नि दिन पारेर राख्ला नि भोलि स्कुल खुल्छ किन त्यो पनि हो भोलि त केटाको तर होला केही अब मिलाउला नि ए हुन्छ नि आफ्नो 18 पुरा कति 18 14 उता रन्यादेवी 18 यता 82 14 टाइम ब्रेक सुजन सुरत ट्राभल्स कम्पनीको लगाएको छ धजामान्नेको सुनिलको धजानी भयो धजानीको लाउँछन् के ए त्यही हो ए धजान त्यो पागलै रहेछन् होइन क्या तुतुर नदेखेर के पेट्रोल पेट्रोल राखेर उत्रिँदाखेरि भने त सुनिलको सन्तानीको के अरे सुनिलले दिएको रहेछ दिएको हो कि गरेको खै धजानी त पुरै परिवारै खेल्नु पर्छ तिन कुरो दाजु फेरि यहाँ आएर बसिदिनु क्या पहिला कहाँ जाने होला त्यस्तो नाचेर अब न अन्तर्राष्ट्रिय पुऱ्याइन्छ केटाहरूले बुढा बुढा तिमी त पुऱ्याएन नि तिमी चुप्प लाएर बस पाङ्रो पुऱ्याइ 20-16 भइसक्यो सेटहरू लाग्यो पटेर आफ्नो काम छोडेर कामी यो दियाली बाँध्दै नगर्के फेरि छराल जित्ने भयो अहिलेको सेटिङ छराल खायो छराको एकजना नि छैन ऊ के दुईजना हो 2 नम्बर र 4 नम्बर रातो 4 नम्बर छराको तिनवटा हालौँ 3-2 छराको के बेगर थियो नि त हो त रातो 4 तिनवटा त बेगर सकेको ले वा अनि फेरि उता काल त्यस्तो गर्दाखेरि फेरि देख जाडो हो केटा ज्याकेट पनि तिमीले यार ज्याकेट ल्याउनु पर्ने ठुलै सेट राइट राम्रै पहिला चाहिँ सक्दैन पनि क्या
सतीश दाजुले भयो आज जानेर जिता यार 25-19 खाए फेरि छोरा जित्छ पहिलो सुट खायो छोराले एकसेट त खान्छ नि क्या उता काले 19-17 भइसक्यो पागल मान्छेले 18 रहेछ बल्ल ओइनी न 18 भनेर रहेछ कि ओइनी न 18-17 भनेर बल्ल आज 18 बराबर भयो कसम भगवान कसम ओए अहिले चाहिँ हान अहिले हान अहिले दुई जित मैले माने अहिले चाहिँ ओइ बिराको अहिले भन्नु डुबाउँछु एक्काइस 18 ओ चेकआउट चाँडो भयो कि गाइज यार बहुत पत्तुर छ यार चाँडो भयो भन्दा त तिमी बहुत म लिन्छु टाइम ब्रेक भयो म्याच हेर्नको म्याच हेर न म टिरियन गर्छु और भाई उतरा दृश्य तीन गेम भयो क्या कति भयो उठाएको नम्बर सेट पॉइंट चेकआउट से चेकआउट अब उस्तै भयो कसै लाने त फेरि केटाहरूले एक बनाने बलमा जस्तो हो कि उयो एक बत्तल के बात मलाई अब उहाँ चिलले आइज भन्छ टिम गयो तो रणदेवी खायो क्या एक सेट नहीं खाया फेंका 50 हजार